जय मसिंह यहाँहरू सबैजनालाई फेरि पनि यो नयाँ भिडियोमा तपाईँलाई स्वागत छ र तपाईँको माझमा आज पनि मैले परमेश्वरको जीवित वचन लिएर आएको छु। भिडियो हेरेर सुनेर आशिषित हुनुहोला। आजको वचन छ परमेश्वरको शान्ति सबै समझभन्दा महान छ। बाइबल पढ फिलिपी 4:7 यस्तो लेखिएको छ, र समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई यीशुमा रक्षा गर्नेछ। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, आज संसारमा धेरै मानिसहरू चिन्ता, डर र अशान्तिमा बाँचिरहेका छन्। पैसा, पद वा सुविधा हुँदा पनि मनमा शान्ति नहुन सक्छ, तर परमेश्वरले दिनुहुने शान्ति संसारले दिन सक्दैन। उहाँको शान्ति हाम्रो समझभन्दा पनि ठुलो हुन्छ। एउटा सरल उदाहरण हेरौँ। सानो बच्चा ठुलो आँधी र चट्याङमा परिरहेको बेला पनि आफ्नो बुवाको काखमा निडर भएर सुतिरहेको हुन्छ। किनकि उसलाई थाहा छ मेरो बाबा मसँग हुनुहुन्छ। बाहिर आँधी चलिरहेको हुन्छ, तर बच्चाको मनमा शान्ति छ। त्यसरी नै हाम्रो जीवनमा समस्या, रोग, आर्थिक कठिनाइ र भविष्यको चिन्ता आए पनि यदि हामी येशू ख्रीष्टमा भरोसा राख्छौँ भने उहाँले हाम्रो हृदयलाई शान्त राख्नुहुन्छ। बाइबलको उदाहरण प्रेरित पावल हुन्। पावल जेलमा थिए। उनको जीवन सहज थिएन, तर जेलमै बसेर उनले फिलिपीको मण्डलीलाई आनन्द र शान्तिको बारेमा लेखे। परिस्थिति राम्रो भएकोले होइन, तर येशू उहाँसँग हुनुहुन्थ्यो, त्यसैले उहाँको मन शान्त थियो। त्यसैले आज यदि तपाईँ कुनै समस्यामा हुनुहुन्छ भने आफ्नो चिन्ता प्रभुको हातमा सुम्पनुहोस्, प्रार्थना गर्नुहोस्, उहाँको वचनमा भरोसा गर्नुहोस्। तब परमेश्वरको त्यो अद्भुत शान्तिले तपाईँको हृदय र मनलाई येशू ख्रीष्टमा सुरक्षित राख्नेछ। आउनुहोस्, हामी संसारको अस्थायी शान्तिमा होइन, येशू ख्रीष्टले दिनुहुने अनन्त शान्तिलाई रोजौँ। आमेन। जय मसीह। तपाईहरु सबैलाई प्रभुले